हेलो 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 ल सबैलाई एउटा आइपिओको बारे जानकारी दिनु पर्यो। मैले आइपिओ त भने अब के हो आइपिओ कस्तो हो जान्नेलाई त ठिकै छ, नजान्नेहरूको लागि चाहिँ म एउटा आइपिओले दिएको प्रफिटको बारेमा म तपाईँहरूलाई देखाउँदैछु। सिम्पल तरिकामा देखाउँछु, मजाले हेर्नुहोस् बुझ्नुहोस् र युट्युबमा गएर यदि इन्ट्रेस्ट लाग्यो भने युट्युबमा गएर आइपिओ भर्न के गर्नुपर्छ सबै कुरा सिक्नुहोस् र तपाईले पनि प्रफिट बुक गर्नुहोस् या कमाउनुहोस् है त। ल हेरौँ। ल मैले रेडी बनाएर आएको छु। मैले कुरा गरेको चाहिँ रिलायन्स स्प्रिङ मिलको हो है त। यसको आइपिओ चाहिँ आएको आजभन्दा 3 महिना भनौँ न, झन्डै 3 महिना अगाडि हो। तपाईको चाहिँ 820 रुपैयाँमा एक किताब पाइन्थ्यो र मिनिमम पनि 50 किता चाहिँ एप्लाई गर्नु पर्थ्यो है त। मलाई चाहिँ यो परेन। अब यो चाहिँ 820.8 रुपैयाँमा चाहिँ 8 रुपैयाँको दरले चाहिँ 50 किता एप्लाई गर्नु पर्थ्यो। त्यसको पैसा हुन्छ 41,040 रुपैयाँ 50 किताको। अब यो चाहिँ एकदमै अर्कै लेभलको आइपिओ हो हैन। अरु बेला चाहिँ म्याक्सिमम पनि 1000 रुपैयाँमा हामीले भर्न पाइन्छ 10 किता। यो चाहिँ 50 किता मिनिमम पनि 50 किता भर्नुपर्ने भएकोले गर्दा यो चाहिँ अलिकति महँगो 41,040 रुपैयाँको 50 किता भर्नुपर्ने हैन। र जसलाई पर्यो 41,040 रुपैयाँको 50 किता। तपाईको यो चाहिँ अहिले कति रुपैयाँ भयो भने यहाँ हेर्नु है त। यसको शेयर रिलायन्स स्प्रिङ मिलको 3241.90, त्यही पनि अझै बढ्दो क्रममा छ 3241.90। अब यहाँ हिसाब गरौँ है त। 324190 इन्टु 50 गर्दाखेरि तपाईको 1,62,095 रुपैयाँ चाहिँ अहिले यसको मार्केट भ्यालु छ। भन्नुको मतलब 3 महिनामा 41,000 रुपैयाँको अहिले तपाईको शेयर 1,62,000 रुपैयाँ भएको छ। अब यो चाहिँ सबैलाई पर्दैन आइपिओ हैन। धेरै जो लकी ड्र मार्फत अब तपाईको 20-25 लाखले भरेकोमा 1 लाखलाई 2 लाखलाई 2 लाख जनालाई 1 लाख जनालाई अब त्यो हेरी हुन्छ कम्पनीले कति निकाल्छ त्यो अनुसारले पर्छ। तर जसलाई पनि यो पर्या छ अहिलेसम्ममा हिजो शुक्रबारको डेटसम्ममा 1,62,000 भइसक्यो। 41,000 को तपाईको पैसा भनौँ न त्यो इन्भेस्ट गर्नुभयो त्यसमा आइपिओ पर्यो र अहिलेसम्ममा यसको भ्यालु भनेको 1,62,095 रुपैयाँ भइसक्यो। भनेपछि तपाईले आइपिओ भर्ने कि नभर्ने आइपिओ को बारेमा तपाईले युट्युबमा अब देखिहाल्नुहुन्छ। त्यो हेरेर सिक्ने कि नसिक्ने आफै विचार गर्नुहोस् है। YouTube